Hello guys, welcome back to my YouTube channel. It's been a long time to see you guys. आज हामी चाहिँ वाकायामाको ट्रिपमा निस्किरे छौं। म तपाईलाई वाकायामा सब घुमाउने छु। स्टे ट्युन है गाइज। गाइस आज हाम्रो चाहिँ फ्यामिली टुर रहेको छ। जस्ट वन डे फुचका हामी चाहिँ वाकायामा जाँदैछौँ। अनि अघि तपाईले देखिहाल्नु भयो सबै दाजुहरूले चाहिँ आफ्नो गाडी लिएर अगाडि बढ्नु भइसकेको छ। अब हामी मेन हाइवेमा प्रवेश गरिसकेका छौँ। क्योटोबाट यहाँसम्म आइपुग्न करिब 2 घण्टा 20 मिनेट जति लाग्ने रहेछ। बीचमा हामी खाजा खाना पनि रोकिएको कारणले गर्दा अलि बढी समय लाग्यो। बाटोभरि जापान र नेपालको बारेमा कुरा गर्दै यात्रा अगाडि बढ्दै थियो। जापान धेरै अगाडि बढिसके तर नेपाल अझै उस्तै अवस्थामै छ भन्ने कुरा पनि गर्दै थियौँ। नेपालमा पानी परेपछि बाढी पहिरोले धेरैको ज्यान जाने गर्छ। तर जापानमा भने जुनसुकै मौसम भए पनि ड्राइभिङ निकै सुरक्षित लाग्यो। जहाँ पहाडका कारण बाटो बनाउनु गाह्रो हुन्छ त्यहाँ सिधै टनल खनेर बाटो बनाइएको रहेछ। सडकहरू पनि निकै फराकिलो व्यवस्थित रहेछन्। अहिले चाहिँ हामी वाकायामा जाँदैछौँ अनि यो बिच बाटोमा रोकेर चाहिँ अहिले हामीले अलिकति यसो थोरै रेस्ट गरेका छौँ। अनि यहाँ फोटो सेसन पनि भइरहेछ। यसो फ्यामिलीहरूको फोटो सेसन भइरहेछ। यसो यहाँबाट हेर्दाखेरि कति राम्रो मनोहर दृश्य पनि देखिँदो रहेछ। सिटी भ्यू रमाइलो टाइपको रहेछ ठाउँहरू हेर्दाखेरि। ओके गाइस, फाइनल्ली हामी चाहिँ सान्तानबेकी केभमा आइसकेका छौँ। यो चाहिँ हिरो तोस्टा पार्किङ हो, तपाईँहरूले हेर्न सक्नुहुनेछ। अनि हाम्रो यता दोर्ना दाजु हुनुहुन्छ। दाजु कस्तो फिल भइरहेछ सान्तानबेकी केभमा? कतिको एक्साइटेड हुनुहुन्छ? I am very excited to go adventure. Okay. My English very good. काट्दै हुन्छ है भाइ। And what about you, brother? Are you excited? Yeah, I am little bit excited. अब चाहिँ तपाईँहरूको प्रतीक्षाको घडी समाप्त भएको छ। हामी चाहिँ यो सान्जानबेकी भन्ने केभमा आइसकेका छौँ। हामी यहाँबाट तल झर्नेछौँ। आज हामी नेपालीहरू पनि धेरै नै छौँ। अनि लगभग 20-25 जना जति हामी नेपाली नै छौँ। यो सीको यो तपाईँले देख्न सक्नुहुनेछ। यहाँ तल गहिरो केभ रहेको छ तल, त्यो अहिले म देखाउनेछु है त। सान्जानबेकी वरिपरिका ठाउँहरू घुम्न पनि निःशुल्क नै रहेछ। त्यहाँको मनमोहक दृश्य हेर्दा साँच्चै नै निकै फ्रेस महसुस भयो। सबैजना परिवारसँग फोटो खिच्न व्यस्त हुनुहुन्थ्यो र यहाँ खिचिएका फोटोहरू पनि एकदमै राम्रो हुने रहेछ। त्यसपछि अब हामी लाग्दै थियौँ अलिकति भिन्न ठाउँ, एडभेन्चरस ठाउँमा, जहाँ चाहिँ ढुङ्गै ढुङ्गा थियो, चट्टान भनौँ न। त्यहाँबाट पनि प्रकृतिको सुन्दर दृश्यको अवलोकन गर्न पाइने रहेछ। त्यहाँबाट फर्किएसँगै हामी सान्जानबेकी केभ छिर्न तयारी गऱ्यौँ,
जहाँ टिकट एकजना एडल्टको 1500 पर्ने रहेछ। तर हामी चाहिँ ग्रुपमा गएको भएर अलि सस्तो पर्न आयो। यो केभ चाहिँ करिब 50 देखि 60 मिटर तल फैलिएको रहेछ। In the cave, there is a shrine of Benzai Ten, one of the most famous gods in Japan. And if you wish, you may pray at this shrine. The ground is very slippery, so please do take care. 大家好。到着になります。そうですね。どんどん寝たらいいんですよね。はい。はい。大丈夫です。はい。順路のご案内するので、みんな来てからお願いします。はい。はい。何名様で36メートル下に降りてきました。そのためです。携帯の電波届きません。トイレもないのでご承知のほどお願いします。で、ポタポタ地下水です。綺麗な水ではあるんですが、これずっと濡れてるので滑ります。ご注意くださいね。はい。コースは200メートルです。右回りに回ってきてください。はい。後ろの道戻ってくるんで、帰りもまた同じエレベーター。早い方早いんでゆっくり見てきてください。はい。でまたこちらご入館記念です。お写真をみんなで撮りますね。他の面全くご自由です。ご参加だけお願いします。はい。はい。でみんなでお願いします。サンタが白浜有名で、2列ぐらいに समुद्रको ठुलो आवाज अनि चिसो हावाको स्पर्श अनि मनोरम दृश्य साँच्चीकै अति सुन्दर देखिएको थियो। प्राचीन समयमा चाहिँ यहाँ कुमानो सुइगुन भन्ने समुद्री योद्धाहरू सक्रिय थिए भन्ने इतिहास पनि रहेछ। यो गुफामा चाहिँ जहाज र सामान लुकाउने ठाउँको रूपमा प्रयोग गर्ने रहेछ। अहिले चाहिँ लिफ्टहरू युज गरेर तलसम्म गएर अवलोकन गर्न मिल्ने रहेछ। यो ठाउँ चाहिँ विशेष गरेर सनसेट हुँदा धेरै राम्रो भ्यू देखिन्छ अरे। अनि यो केपको छेउमा चाहिँ चिनोहरू पाउने पसल पनि रहेछ। यदि आफ्नो फ्यामिलीलाई केही चिनो केही गिफ्टहरू लिएर जान चाहनुहुन्छ भने चाहिँ नबिर्सिकन किन्न सक्नुहुनेछ। त्यसपछि हामी त्यहीबाट नजिकैको सेन्जोजिकी भन्ने ठाउँमा पनि गयौँ। यसको अर्थ चाहिँ हजारवटा तातामी बिछ्याएको ठाउँ भन्ने रहेछ। यहाँ पनि फोटो खिच्ने अनि सनसेटको इन्जोय गर्ने खालको ठाउँ रहेछ। एकचोटि नबिर्सिकन भिजिट गर्नुहोला। त्यसपछि हामी होटलमा स्टे गर्न गयौँ। होटल चाहिँ वकायामामा रहेको दाइभा रोनेट होटलमा बस्यौँ, जुन एकदम प्राइसको हिसाबले पनि रिजनेबल पनि छ।
होटेलमा ब्रेकफास्टको पनि व्यवस्था रहेको रहेछ अनि ब्रेकफास्ट पनि धेरै आइटमहरू भएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम ठिकै लाग्यो अनि त्यो होटेलको रेस्टुरेन्टबाट चाहिँ नजिकैको क्यासल पनि देखिने रहेछ एकदम राम्रो भ्यू पनि अवलोकन गर्न मिल्ने ठाउँ रहेछ यति भन्दै आजको भिडियोलाई चाहिँ यहीँ समाप्त गर्ने मैले हाम्रो नेक्स्ट डेको भिडियो चाहिँ नछुटाइकन हेर्न सक्नुहुनेछ यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिन नभुल्नु होला भन्दै पछिको भिडियोमा भेट्नेछौँ हुन्छ बाइ बाइ टेक केयर